हेलो गाइस, फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। तपाई नेपालबाट रोमानिया आउने सोच्दै हुनुहुन्छ भने यो भिडियो नहेरी टिकट काट्ने गल्ती नगर्नु होला। यहाँ आएपछि थाहा पाउँदा समस्या हुन सक्ने 10 एउटा महत्त्वपूर्ण कुराहरू आज म तपाईहरुलाई बताउँदै छु। स्यालेरी मात्र हेरेर रोमानिया आउनु ठिक हो कि होइन, काम कस्तो हुन्छ, रोमानियाको खर्च कति पर्छ, एजेन्टलाई के कुरा सोध्ने, सबै कुराहरू आज यो भिडियोमा बताउने छु। नमस्कार साथीहरू, स्वागत छ तपाईहरु सबैलाई मेरो युट्युब च्यानलमा। म अहिले रोमानियामा छु र यहाँ बसेर रोमानिया मात्र होइन युरोपमा नेपालीहरूलाई उपयोगी हुने काम, स्यालेरी, खर्च, भिजा, लाइफस्टाइल र प्र्याक्टिकल इन्फर्मेसन तपाईहरुसँग सेयर गरिरहेको छु। यदि तपाई पहिलो पल्ट मेरो च्यानल आउनु भएको हो भने च्यानललाई सब्स्क्राइब गरेर साथ दिनु होला। अब सुरु गरौँ रोमानिया आउनु अघि थाहा पाउनु पर्ने 10 महत्त्वपूर्ण कुराहरू। नम्बर 1 मा रहेको छ काम कस्तो हो भनेर पहिले नै बुझ्नुहोस्। नेपालबाट रोमानिया आउँदा धेरै स्यालेरी मात्र हुन्छ, तर स्यालेरी भन्दा पहिले काम के हो, कहाँ हो, कति घण्टा काम गर्नुपर्छ भन्ने कुरा बुझ्नु धेरै जरुरी छ। फ्याक्ट्री हो कि कन्स्ट्रक्सन, वेयरहाउस हो कि होटेल, काम फिजिकल्ली कति गाह्रो छ, यी कुराहरू पहिले नै राम्रोसँग बुझ्नुहोस्। अब कुरा गरौँ नम्बर 2 को, स्यालेरी ग्रोस हो कि नेट हो। यो कुरा एकदमै महत्त्वपूर्ण छ। कम्पनीमा एजेन्टले 100 युरो स्यालेरी भन्यो भने तुरुन्तै 100 युरो हातमा आउँछ भन्ने नसोच्नु होला। ग्रोस स्यालेरी र नेट स्यालेरी फरक हुन सक्छ, त्यसैले कन्ट्र्याक्टमा हेर्नुहोस् ग्रोस स्यालेरी कति, नेट स्यालेरी कति, ट्याक्स र ड्युरेसन कति। स्यालेरीको कुरा गर्दा यो कुरा स्पष्ट नगरी रोमानिया आउनु हुँदैन। अब तेस्रो कुरा, वर्किङ आवर्स। दिनमा कति घण्टा काम गर्ने, हप्तामा कति दिन, ओभरटाइम हुन्छ कि हुँदैन, ओभरटाइम गरेको पैसा छुट्टै आउँछ कि स्यालेरीमै आउँछ, यी कुराहरू पनि पहिले नै बुझ्नुहोस्। किनकि स्यालेरी राम्रो देखिए पनि वर्किङ आवर धेरै छ भन्ने वास्तविक हिसाब फरक हुन सक्छ। चौथो नम्बरको कुराको एकोमोडेसन अर्थात् बस्ने ठाउँ। रोमानिया आएपछि अर्को ठुलो खर्च रुम रेन्ट हुन सक्छ। कम्पनीले एकोमोडेसन दिन्छ कि आफैले खोज्नुपर्छ, फ्री हो कि स्यालेरीबाट पैसा काटिन्छ, रुममा कतिजना बस्छन्, काम गर्ने ठाउँबाट कति टाढा छ, यी सबै कुराहरू नेपालमै हुँदा बुझ्नुभयो भने पनि सरप्राइज हुँदैन। आउनुहोस् कुरा गरौँ नम्बर 5 को, मन्थली खर्च कति हुन्छ। स्यालेरी लगभग 600 देखि 700 युरोसम्म तपाईँको नेट स्यालेरी हातमा आउँछ। त्यसमा फुड, रेन्ट, ट्रान्सपोर्टेसन, मोबाइल, पर्सनल एक्सपेन्स लगायतका खर्च हुन्छन्। त्यसैले रोमानिया आउनु अघि आफ्नो अनुमानित मन्थली बजेट बनाउनुहोस्। स्यालेरी, सबै खर्च, वास्तविक बचत, त्यही हिसाब हेर्नुहोस्। अब कुरा गरौँ नम्बर 6 को, कन्ट्र्याक्ट नपढी साइन नगर्नु होला। यो कुरा विशेष गरी नयाँ आउने साथीहरूका लागि हो। तपाईलाई दिएको इम्प्लोइमेन्ट कन्ट्र्याक्ट राम्रोसँग पढ्नुहोस्। स्यालेरी, वर्किङ आवर, छुट्टी, एकोमोडेसन, ओभरटाइम र अन्य कन्डिसनलहरू के छन् भनेर बुझ्नुहोस्। भाषा बुझ्न गाह्रो छ भने विश्वसनीय व्यक्तिको सहयोग लिएर बुझेर मात्र साइन गर्नुहोस्। कुनै कुरा नबुझे हतारमा साइन नगर्नुहोस्। अब कुरा गरौँ नम्बर 7 को, एजेन्ट वा मेन पावरको कुरा। सावधान हुनुहोस्। नेपालबाट युरोप आउँदा एजेन्ट मेन पावर मार्फत आउने धेरै हुनुहुन्छ, त्यो मध्ये म पनि एउटा हो। तर कसैले यति स्यालेरी पक्का, यति महिना युरो, अर्को देशमा जान पाइन्छ, काम सजिलो छ भनेर भनेकै भरमा विश्वास नगर्नुहोस्। डकुमेन्ट र कन्ट्र्याक्ट हेर्नुहोस्। सम्भव भएसम्म आधिकारिक जानकारी भेरिफिकेसन गर्नुहोस् र पैसा तिर्दा पनि पैसा तिरेको रिसिप्ट र डकुमेन्टहरू सुरक्षित राख्नुहोला। कुरा गरौँ नम्बर 8 को, ल्याङ्ग्वेजको महत्त्व। रोमानियामा बस्दा रोमानियन ल्याङ्ग्वेज केही बेसिक कुरा जान्नु धेरै उपयोगी हुन्छ। कम्तीमा दैनिक जीवनमा चाहिने बेसिक शब्दहरू सिक्नुभयो भने सुपरमार्केट, ट्रान्सपोर्ट, काम र अरू मानिससँग कम्युनिकेसन गर्न अलि सजिलो हुन्छ। इङ्ग्लिस पनि धेरै ठाउँमा उपयोगी हुन सक्छ, त्यसैले नेपालबाट आउनु अघि नै केही बेसिक ल्याङ्ग्वेजहरू सिकेर आउनु होला राम्रोसँग, त्यो तपाईहरुकै लागि हो। अब कुरा गरौँ नम्बर 9 को,
पैसा बचत गर्ने योजना बनाएर आउनुहोस्। युरोपमा आउनुको उद्देश्य धेरै नेपालीहरूको कमाई र भविष्य बनाउनु पनि हुन्छ। त्यसैले स्यालेरी आएपछि सबै पैसा खर्च नगरी सुरुदेखि नै सेभिङको ह्याबिट बनाउनुहोस्। उदाहरणका लागि स्यालेरी आएको दिनमै सेभिङ, घर पठाउने पैसा, आवश्यक पर्ने खर्च र पर्सनल खर्च भनेर प्लान बनाउन सकिन्छ। सानो रकम भए पनि नियमित सेभिङ गर्नु महत्त्वपूर्ण हुन्छ। अब कुरा गरौँ नम्बर 10 को। रोमानिया आएपछि तुरुन्तै अर्को देश जान पाइन्छ कि पाइँदैन? यो कुराहरू पनि धेरै साथीहरूले सोध्नुहुन्छ। रोमानिया आएपछि जर्मनी, इटली, फ्रान्स आदि जान सजिलो हुन्छ कि हुँदैन? यस विषयमा सोसल मिडियाहरूमा धेरै कुराहरू सुनिन्छन्। तर तपाईँको भिजा, तपाईँको पर्मिट, तपाईँको कार्ड, वर्क अथराइज र सम्बन्धित देशका नियम अनुसार कुराहरू फरक हुन सक्छ। त्यसैले कसैले पनि रोमानिया आएपछि अटोमेटिकली अर्को देशमा काम गर्न पाइन्छ भनेको भर चाहिँ नपर्नु होला। पहिला अफिसियल रुल्स भेरिफाई गर्नुहोस्, त्यो पछि अनि आफ्नो बाटो बनाउनु होला। यो मेरो व्यक्तिगत सुझाव हो। अन्त्यमा म एउटा कुरा भन्न चाहन्छु। नेपालबाट रोमानिया वा युरोप आउनु नराम्रो कुरा होइन, तर अरूले भनेको स्यालेरी सुनेर मात्र निर्णय गर्नु राम्रो होइन। आफ्नो काम, स्यालेरी, वर्किङ आवर्स, रेन्ट, फुड, ट्रान्सपोर्ट, सेभिङ, कन्ट्र्याक्ट सबैको हिसाब गरेर मात्र निर्णय गर्नुहोस्। यदि तपाईँ रोमानिया आउन खोज्दै हुनुहुन्छ भने आजको भिडियो तपाईँलाई उपयोगी भयो होला भन्ने आशा गरेको छु। तपाईँ अहिले रोमानियामा हुनुहुन्छ भने तपाईँको अनुभव कमेन्टमा सेयर गर्नुहोस्। अनि नेपालबाट रोमानियामा वा युरोप आउन खोजिरहनु भएको छ भने तपाईँ कुन विषयमा जानकारी चाहिएको छ कमेन्ट गर्नुहोला। अर्को भिडियो म तपाईँहरूलाई सोधेको प्रश्नको जवाब दिने प्रयास गर्नेछु। भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, आफ्नो साथीहरूलाई सेयर गर्नुहोस् र त्यस्तै युरोप सम्बन्धी वास्तविक जानकारीका लागि च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद। नमस्कार।